साथीहरू सबैजना अनि हजुरहरूलाई फेरि पनि वन्स अगेन वार्मली वेलकम मेरो भिडियोमा। अनि अहिले भनेलाई चाहिँ हामी ज्ञानी दाजुकोमा यहाँनिर के बनाउन आँटेको छौँ मिना दिदी? मोमो। यो के को मोमो हो चाहिँ फेरि? इस्कुस। यो इस्कुसको मोमो एउटा भेजमा अनि आमाम के साह्रो एक्टिभ यहाँ हेर्नुहोस् है। चिकन पनि रेडी यहाँ काटेर हो यहाँनिर टक्कै। यो चाहिँ कसको लागि हो? यो चाहिँ तपाईँको लागि। यो चाहिँ मेरो लागि होइन। तपाईँहरू सबैजनालाई यादै छ म हिजो आज भेजिटेरियन भएको छु अनि यहाँनिर पिठो पनि गुनेर रेडी। हेलो भनिदिनु बडी। हेलो। यहाँ बडी पनि हुनुहुन्छ। सेकेन्ड स्टेप भन्यो नि त। सोया सस दिनुहोस् त। जान्नु भाइ हेर न हो यो त। के लाउनु भयो भनिदिनु त अलिकति तपाईँ। मैले चिकन, जिन्जर, ओके, स्टार मसला, ओके, अजिनामोटो, सल्ट, अब लाउन आँटेको छु यो अनियन, कम्ती अनियन पनि अनि सोया सस। मेन अनियन चाहिँ भुलिएछ झन्डै। यो सोया सस चाहिँ किन भाउजू टेस्ट दिन्छ सोया सस चाहिँ? होइन कम्ती कलरको लागि मात्रै। ए ओके, तपाईँहरू पनि यसरी बनाउनुहोस् ल अनि खानुहोस्। यहाँनिर चाहिँ चिकन हामी चाहिँ यसरी बनाउँछौँ, अब अरूहरूको आफ्नो आफ्नो हुन्छ तरिका। हजुर। यसै साथीहरू यहाँ चाहिँ आज हाम्रो अर्कै कटिङ छ। यहाँनिर यो के भन्छ भेजको लागि चाहिँ इस्कुस रेडी गरेको छ, इस्कुस तयारी गरेको छ। त्यो चाहिँ कटिङ हेर्नुहोस् न यस्तो खालको। यो चाहिँ अब मलाई याद छैन कस्तो हुन्छ टेस्ट चाहिँ होइन। भाउजूले भन्नुहुन्छ टेस्टी हुन्छ भनेर। हेरौँ कस्तो हुन्छ। पाकेपछि पनि हजुरहरूलाई टेस्ट गरेर पनि देखाउँछु। यहाँ के हाल्दैछ भाउजू तपाईँ आफै भन्नुहोस् त, मैले हेरेकै छुइनँ। इस्कुस, अनियन, जिन्जर, त्यहाँदेखि स्टार मसला, अजिनामोटो कम्ती हालेको किनभने हाम्रो बहिनी चाहिँ अलिक हेल्थ ठिक छैन, त्यही भएर। त्यहाँदेखि नुन। ओके, अहिले चाहिँ म मिक्स गर्दैछु, तपाईँहरूले देख्नु सक्नुहुनेछ यहाँनिर। यो चाहिँ म अचम्मै लागिरहेछ। अब भाउजूले भन्नुहुँदैछ यो हामी त यस्तो बनायो भने त भुटेर खान्छौँ पर्दि। भाउजूले भन्नुहुँदैछ मोमो मिठो हुन्छ भनेर। कस्तो हुन्छ तपाईँहरूलाई पनि भन्छु। मिठो भयो भने चाहिँ तपाईँहरूलाई पनि एकदम सेयर गर्ने चाहिँ तपाईँहरू पनि यसरी नै काटेर बनाएर खानुहोस् होला। यो चाहिँ हाम्रो घरमा खाने भएर चाहिँ ठुल्ठुलो छ यहाँ चाहिँ टन्नै टक्कै बनायो 10 वटा खाएपछि टन्नै ठुलो भयो। ओके, अब मैले चाहिँ यहाँनिर भेज मोमो चाहिँ आफ्नै लागि बनाउँदैछु अरे नि। त्यस्तो राम्रो त आउँदैन मलाई, तर भए पनि यसो कस्तो भएको छ हजुर भनिदिनुहोस्। बडी कस्तो भएछ मोमो? पुरा मिठो, दामी। मलाई पनि मन परिरहेको त्यो खाना अस्तिदेखि नि कि। आज चाहिँ हाम्रो बुहारीले मोमो बनाएर दामी है। दामी। दिदी कस्तो भएछ? दामी दामी। फाइनली चाहिँ भान्से हेऱ्यो नि त। भान्सेको टर्न आएको छ। भान्से टेस्ट गरेर आफै बताउनु त। साँच्ची नडाटी भन्नु है तर ल। नडाटी भन्नु त कस्तो रहेछ टेस्ट। खाने सुप पनि नखाने? सुपमा नुन लाग्यो न त केही भनेन। दामी हुन्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस् है यस्तो खालको काटेर। मन पऱ्यो। टेस्ट गर्नु दामी छ।